हेलो गुड मर्निङ हेलो एभ्रिवान म बनाउन गइरहेको छु यो के रे कपालको लागि यस्तो हेल्दी एन्ड होम रेसिपी। अब यो हेयरको लागि हो स्पेशल। मैले राख्न गइरहेको छु के रे अमलाहरू, यो घरमै भएको हामीसँग सजिलै भएको चिजहरूको युज गरेर अनि हेयरलाई एकदमै झर्नबाट बचाउनको लागि, किनकि मैले चाहिँ यो एकदमै युज गर्छु, पहिलेबाट गर्थेँ। अनि अब केराटिन गरिसकेको कपाललाई तुरुन्तै गर्न त मिल्दैन, फेरि बिग्रेला हैन। अलि पछि तपाईलाई हेल्दी कपाल बनाउन मन लाग्यो भने यो गर्न सक्नुहुन्छ। र अरु चाहिँ नर्मल हेयरलाई पनि धेरै हुन्छ। यो मैले आज ठ्याक्कै अमला भेटाएँ अनि खास त मैले अब तिहारको रोटी बनाउने तयारी गरिरहेको छु। तर मैले यो अमला देख्ने बित्तिकै अब भोलि भन्यो भने अल्छी लाग्ने भएको भएर मैले यसलाई अहिले नै अब फटाफट अलिकति भए पनि बनाउन मन लाग्यो। खास गरी मेरो बाबुको कपाल पनि झरिरहेको छ, त्यसपछि त्यसको कपाल झरिरहेको भएर बाहिरको त्यो मेडिकेटेड प्रोडक्ट युज नगरौँ भनेर मैले आफूले जे गर्थेँ पहिला त्यसैको लागि गर्दैछु। अब यो अमलालाई मैले यसरी काटेँ हैन, त्यस्तो धेरै गाह्रो छैन, सजिलो छ। अमलालाई काटेर अब हजुरले अब कति बनाउन मन लाग्छ त्यति अनुसारको लिन सक्नुहुन्छ। मैले त अब अलिकति 50 रुपियाँ मात्रै किनेको थिएँ, यहाँ खानालाई राखेको छु छुट्टै। अनि मैले 7-8वटा पिसलाई चाहिँ यसरी यो काँचोमै यो काटेर अनि यसलाई यस्तो पिस बनाएको छु चक्कुले। त्यसपछि यसमा मैले अब मिक्स गर्न के मिक्स गर्छु भनेपछि यो एलोभेरा हो, यो मैले घरमै रोपेको एलोभेरा हो। अनि यसलाई चट्टप लिएर पखालेर यो बोक्रासँगै छ हैन, किनकि हामीले यसलाई पकाउनु पर्ने हुन्छ, त्यही भएर बोक्रासँगै ठिकै हुन्छ है। मैले चाहिँ त्यसलाई त्यो निकालेर त्यो चाहिँ गर्दिनँ, किनभने मलाई त्यत्तिकै नै ठिक लाग्छ। आखिर त्यो पछि पाकिसकेपछि त्यसको रस जसरी भए पनि त्यसमा मिक्स हुने नै हो, सो त्यसलाई निकालेर गर्नु जरुरी चाहिँ छैन है। त्यसपछि अनि फाइनली मैले यसलाई कट गरेँ। अब त्यस्तो धेरै बनाउनु लाग्को चाहिँ हैन मैले, तपाईले चाहिँ अब आफूले टन्नै बनाएर म स्टक गरेर राख्छु भन्नुहुन्छ भने पनि इट्स फाइन, गर्न सक्नुहुन्छ। सो मैले यो अमला यतिलाई कट गरेँ। त्यसपछि अब मैले यसमा एड गर्न जान्छु एलोभेरालाई मैले यसरी सानो सानो चप गरेँ है, यस्तै सानो पिसमा चप गरेँ। अब यसलाई अब एकदमै ठुलो पिस छ भने त तपाईँले जसरी पनि गर्न सक्नुहुन्छ निकालेर पनि, बट मैले चाहिँ यसरी गरेँ किनकि मैले आखिर पकाउने नै हो, त्यही भएर। अनि एलोभेराहरू मैले चाहिँ खास आफ्नै युजको लागि राखिरहेको हुन्छु के, यस्तै युज हुन्छ मलाई। मैले हरेक चिजमा मैले युज गर्छु के यसलाई, एकदमै राम्रो हो यो एलोभेरा है हाम्रो हेल्थको लागि, सबैलाई थाहा पनि छ होला। झन् हेयरको लागि पनि स्पेसल हो। अनि अब मैले अब एकदम तपाईँसँग राम्रो खालको सरसोको तेल छ, ओरिजिनल छ भने त्यसमा मिक्स गरे पनि हुन्छ। अनि मैले चाहिँ कोकोनट ओइलमा मिक्स गर्न लाग्छु। अनि यो कालो के भन्छ कलैची के अब हामी चाहिँ मुङ्ग्रेलो भन्छौँ है मेरो घरमा चाहिँ, मैले त्यही भनेर चिन्छु यसलाई, तर कालैची के भन्दो रहेछ हो। यो मिक्स गर्न लाग्छु अनि थोरै मेथी। ल अब म चाहिँ बनाउँदैछु। कम आइज भयो कि म कराइहाल्न छु, अब रेकर्ड भइरह, काट्न मिल्छ लाइज खिच्दिनी पो हो त यार। धेरै बनाउन मन लागेको छ भने अब जति छ त्यति है। अब हामीलाई चाहिँ नर्मली गराउन मन छ कको यति मात्रै हामी यो यति ओइल हामी त सबैको बनाएँ ल्याउनु पर्दाखेरि। मैले लगभग खिसकेँ तेल। ल अब यसमा मैले यो राख्न गइरहेको छु। अनि हामीले
आफूलाई चाहिने जति है ठिक्क, किनकि जति तेल बनाउने हो त्यही अनुसारको हुन्छ। अब मैले चाहिँ यति नै मिक्स गर्दैछु। अनि मैले यो सबै अघि कट गरेको अमलालाई पनि मिक्स गरिदिएँ। अब कालो गराएर तेललाई धेरै तातो गराएर झैँ परेन भन्नुहुन्छ होला, त्यस्तो गराउनु जरुरी छैन। अनि यसलाई यस पनि राखिदिइहालेँ। यो एलोभेरा पनि मैले कट गरेको मिक्स गरेँ। अब हामीले यसलाई मजाले पाक्न दिने हो अनि चलाइरहने हो। अनि यसको रिजल्ट म पछि देखाउँछु है। अब यो पाक्न दिनुपर्छ।